यो पटक छोराछोरीहरूलाई सरकारी विद्यालयमा भर्ना गर्नुपर्ने कुरा बुझ्नुभयो नि? आहा हुँदैन हुँदैन सरकारी विद्यालयमा पढाइ त हुँदैन। सरकारले यति ठुलो लगानी गरेर सरकारी विद्यालयहरू बनाएको छ। बाल विकासदेखि कक्षा 5 विद्यार्थीलाई तराईको हकमा 20 रुपियाँका दरले र हिमालका हकमा 25 रुपियाँका दरले दिवा खाजा समेत दिएको छ। किताबहरू सित्तैमा दिएको छ। शिक्षक सेवा आयोग पास गरिरहेका दक्ष शिक्षकहरू हुनुहुन्छ। त्यसै गरी तालिम प्राप्त शिक्षकहरू हुनुहुन्छ। अनि रह्यो पढाइको कुरा, तपाईँ हामी जस्ता अभिभावकहरूले कहिले आफ्ना बालबालिकाहरूलाई सरकारी विद्यालयमा पढाएनौँ नि। अनि विद्यालयलाई मात्र दोष दिएर हुन्छ त? पहिले हामीले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गरौँ, अनि आफ्ना बालबालिकाहरूको कम्तीमा त्रैमासिक शैक्षिक प्रगतिको समीक्षा गरौँ। शैक्षिक प्रगति भएन भने सम्बन्धित विद्यालयका प्रशासनसँग, प्रधानाध्यापकसँग, त्यसै गरी विषय शिक्षकसँग गएर छलफल गरौँ। यति गर्दाखेरि पक्कै पनि पढाइमा त सुधार हुन्छ बालबालिकाको। अनि जसरी हामीले हाम्रा बालबालिकालाई, हाम्रा छोराछोरीलाई अन्य विद्यालयमा पठाउँदाखेरि जुन तरिकाले हामी तयारीका साथ पठाउँछौँ, त्यस्तै गरेर यो सरकारी विद्यालयमा पठाउँ त यो वर्षबाट।